हजुर नमस्कार। म चाहिँ हिजो तिनकुने गएकी थिएँ, हिजो 15 गते। अनि जाँदाखेरि जुलुसमा मलाई पनि जाउँ जाउँ लाग्यो, हिँड्दै हिँड्दै यसो गएँ म पनि। त्यत्र वादी चाहिँ म कुनै वादी पनि होइन, राजावादी पनि होइन, ओलीवादी पनि होइन, केही पनि होइन, तर यसो जान रहर लाग्यो र गएँ। जाँदाखेरि त्यहाँ तिनकुनेमा जस नजिकै पुगिसकेपछि त्यहाँ भेला हुने क्रम हुँदै थियो। हुँदाहुँदै त कस्तो एक्कासी आँखा पिरो भएर आयो। के हो भनेर यताउति हेर्दै भरे असुल ग्यास हानेको रहेछ। म त त्यो आजसम्म मलाई थाहा पनि थिएन के हो असुल ग्यास भन्ने कुरो पनि कस्तो हुन्छ भन्ने थाहै थिएन। भरे पुरै आँखा पोलेर आँखै हेर्न नदिने। अनि 2-4 जना साथीहरू थियौँ हाम्रो ग्रुपमा। लु जाउँ अलिकति अगाडि भनेर हामी अलिक पछि सर्यौँ। त्यो हुँदाहुँदै अनि त्यहाँका मान्छेहरू पुरै तितर बितर कता र कति भइहाले। त्यो भएपछि फेरि एकैछिनमा उता भक्तपुरबाट बानेश्वर अनि यता कोटेश्वर पेट्रोल पम्प गैरीगाउँ भनौँ न, त्यहाँबाट फेरि ठुलो जुलुस आएको देख्यो। अनि फेरि ठुलो जुलुस आयो हो भनेर हामी यहीँ बसौँ न त एकछिन भन्यो। त्यहाँ बस्यो। अनि त्यहाँ बस्दा बस्दै त्यो जुलुस तिनकुनेमा गयो, त्यहाँ पनि टिक्न पाएन। अनि फेरि मान्छे यता र उति कोलाहल हुन थाल्यो। के भयो भन्दै पुरा ढुङ्गासुङ्गा हानाहान हुन थालेछ। हुँदाहुँदै यत्रो धुवाँको मुस्लो आयो कि कहाँबाट आयो यो धुवाँ भनेर हेर्न थाल्दा त ठ्याक्कै त्यही तिनकुने चोकैको घरहरू, ती ठुल्ठुला घरहरू पुरै तोडफोड भएको भनेर पो देखिन्छ, त्यस्तो पो देखिन्छ। अनि त्यसपछि त झनै डर लाग्यो। अनि हामी अझै उता भाग्यौँ, अझै उता गयौँ। अनि गइसकेपछि त एकैछिनदेखि त त्यहाँ त माहौल चर्किन थाल्यो। उता भाटभोटेनी तोडफोड, त्यता सबै तोडफोड हुँदाहुँदै अनि कता दुर्गा पर्साई भर्खरै आएको मात्रै भन्ने सुनेको गाडी चाहिँ देखिएन है, त्यहाँनिर आउँदै गरेको भन्ने मात्रै थाहा पाएको। फेरि कता हो दुर्गा पर्साईलाई पनि फेरि समाउने भयो भनेको। अनि कार्यक्रम चाहिँ हुनै नदिकन बिथोल्नु पर्ने चाहिँ के हो कि कुरा त सबैको सुन्नुपर्ने हो नि। कुरा गर्न पाउन, कार्यक्रम राख्न त सबैले पाउने हो नि त। र पो कुरो बुझेर आफ्ना मनका कुराहरू सबै कुराहरू पोखेपछि कुन कुरो ठिक कुन कुरो बेठिक भन्ने त त्यो माथिबाट होला नि त। त्यसको चाहिँ डिसिजन निकाल्ने त माथि होला नि त ठाउँमा। तर कुरै गर्न नपाइकन केही पनि सबै भागारे भाग भयो। अनि त्यहाँ त त्यो घर जलाएर त्यहाँ त भित्र पत्रकार जलेर मर्नुपर्ने, अनि मान्छे गोली हानेर उता मर्नुपर्ने। अनि के राम्रो भयो? सबै आन्दोलन गर्ने अनि साधारण जनताहरूलाई नै मार्ने होइन, यसो गर। अनि फेरि दुर्गा पर्साई चाहिँ कता भाग्ने अरे। आफूसँग आएका त्यत्रा समर्थकलाई चाहिँ छोडेर आफू भाग्ने, आफूसँग आएका समर्थकलाई त जोगाउने पो त आफू कहीँ नजाने। कि खोइ राजनीति भनेको त्यस्तै हो कि मैले त त्यो पनि बुझिनँ है। मैले चाहिँ मेरो मनको कुरा भनेको, किनभने मैले प्रत्यक्ष त्यो देखेको हुनाले। तिनकुने एरिया चाहिँ फेरि मेरो त्यो दिनमा 10औँ पटक हिँड्ने बाटो हो क्या। 10औँ पटक हिँड्छु म, किनभने 20औँ वर्ष भयो म 10औँ पटक हिँड्छु दिनमा। त्यही भएर पनि मलाई चाहिँ अलिक खुल्दो लागेको हो कि, त्यही भएर मैले यो नभनी पनि बस्न सकिनँ। अनि एकैछिनमा कहाली लाग्दो, डर लाग्दो, हेर्दा हेर्दै डर लाग्दो कोइरीमण्डल भयो। अनि कता चाबी कता बाहिरबाट ताला लगाइदिएको अरे पनि भन्ने पनि सुन्यो। त्यो चाहिँ ठ्याक्कै त्यहाँ त्यो घरभित्र चाहिँ अब पत्रकार चाहिँ जलेको कुरा चाहिँ त्यो घरभित्र आँखाले चाहिँ देखिएन। त्यो चाहिँ पछि अब टिभीतिर मोबाइलमा हेर्दा मात्रै हो, त्यो चाहिँ प्रष्ट देखिएन होइन। त्यस्तो सुन्यो। अनि त्यो मान्छे अनि त्यो गोली हान्नु पर्ने त्यस्तो बिचरा तिनै आमाका काखरित्तेका होइन। आमा त त्यो आमालाई मात्रै थाहा हुन्छ कि आमा भन्ने शब्द, आमा भन्ने कस्तो हो भन्ने कुरो त अरूलाई थाहा हुँदैन।
ती आमाका काखहरू सबै रित्तिए। कति रोए, मरेर जाने त गए, शहीद भए, तर बाँचुन्जेल ती आमाहरू तडपिएन। अनि फेरि कता हो ओ त्यति त भयो भइगयो ल, त्यत्रो महाभीषण भयो त्यहाँ। अनि त्यसपछि फेरि अब बालेनका ती बालेनले त्यो बाटाभरि फुलहरू त्यस्तो राम्रो ढकमक्क पारेको छ, सजी सजाउ। त्यो 3 कुने उतापट्टि त्यो कोटेश्वरमा 2-4 वर्ष अगाडि पुरै नाक बन्द गरेर हिँड्नु पर्थ्यो। त्यहाँ त्यस्तो राम्रो बनाएको छ, फुलै फुल त्यस्तो। अनि ती सबै ध्वस्त नाश पारेर अब बालेनको के आउँछ है भन्ने चाहिँ लाग्दै थियो कि। ठ्याक्कै भरे चाहिँ राजालाई कति 7,63,000 कि कति क्षतिपूर्ति भनौँ न, त्यो फुलहरू बगानहरू सबै त्यो अब ढुट्टो बनाएकामा चाहिँ अनि महानगरले चाहिँ अनि त्यो चाहिँ जरिमाना तिराएको अरे। फेरि त्यो चाहिँ देखियो है उसमा हो, त्यो चाहिँ मोबाइलमा देखेको भनौँ न, देखियो। अनि त्यस्तो अनि जुन जोगी आयो कानै चिरेको। हामीलाई चाहिँ चाहिएको केही पनि होइन है, चाहिएको चाहिँ एकदम राम्रो शासन चलाउने मान्छे। नेपालमा युवाहरू कति विदेशिएका छन्, यहाँ राम्रो बस्ने ठाउँ नभएर, बस्न राम्रो केही गरौँ भन्दाखेरि बिहान बेलुकालाई छाक टार्ने माहौल नभएर अलिकति पढे लेखेकाहरू पनि यहाँ बस्दा हुन्थ्यो। तर खानै पुग्दैन, सानोतिनो जागिरले के गरौँ, विदेश नगरे के गर्ने। देशको स्थिति यस्तो छ, युवा बस्यो भने गोली खाने, युवा बस्यो भने जलेर मर्ने, अनि बुढापाका आमाहरू रित्तो काख रोएर बस्ने, यस्तो पनि हो। किन यो देश यसरी चाहिँ कता जाँदैछ, किन नसुध्रिएको, किन यस्तो आन्दोलन हुँदैछ कि हामीलाई चाहिँ कोही चाहिँदैन। हामीलाई न राजा चाहियो न ओली चाहियो, तर राम्रो शासन गर्ने मान्छे चाहियो कि, देश बनाउने। जस्तो कि बालेनलाई चाहिँ म सपोर्टर मान्छे पनि हुँ। म एकदम मन पर्छ कि बालेन सपोर्टर भन्दा अब हाम्रो सपोर्ट, हामी एकजनाको सपोर्ट हुँदै त धेरैको सपोर्ट हो त। तर साह्रै राम्रो मान्छे लाग्ने बालेन। एकचोटि बालेनलाई चाहिँ देश जिम्मा लगाइदिए बरु हुन्थ्यो होला जस्तो पो लाग्छ म त। बालेनलाई न घुस खानु छ, न कसैसँग लुटपाट गर्नु छ, न कसैको केही गर्नु छ। आनन्द बालेन त छाती खुलाएर हिँड्ने। राम्रो काम गर्नेलाई त त्यो हो नि त आइ ऊ राम्रो काम गर्ने, कोहीसँग नडराउने पनि। चाहिँदो गरेपछि किन डराउनु कि, डराउने कुरै भएन। बालेन ठिक लाग्छ कि बरु देशको प्रधानमन्त्री बालेनलाई बनाए हुन्थ्यो जस्तो लाग्छ कि। एकचोटि हेर्नु पर्यो, मान्छेले भन्छन् बालेन जस्तै अरू पनि बालेनहरू, तर म त पत्याउँदिनँ अरू पनि बालेनहरू भन्दा चाहिँ। अहिलेसम्म चाहिँ बालेन जस्तो जन्मेका छैनन् है, अहिलेसम्मका चाहिँ छैनन्। अब जन्मियो भने चाहिँ कोनी, नभए अहिलेसम्म बालेन जस्ता मान्छे देखेको छैन। बालेन चाहिँ त्यति ठिक लाग्छ कि, साह्रै राम्रो मान्छे। बालेन जस्ता मान्छे भए त अहो हाम्रा भावी, हाम्रा सन्तानहरू कति राम्रो हुन्थ्यो होला कि, देश कस्तो भएर जान्थ्यो होला कि। हामीहरू त यस्तै बित्यो, हामीले त दुःख पायौँ। हाम्रा छोराछोरी विदेश पलायन भए, हाम्रा आफ्ना आफन्त, हाम्रा सबै नेपाली आमा बुबाका छोराछोरी दाजुभाइहरू सक्ने सबै विदेश हिँड्नु पर्यो कि। विदेशमा पसिना बगाइरहेका छन्, दुःख गरिरहेका छन्। परिवार छुटेर जान त कसलाई मन हुन्छ र विदेश, कसैलाई पनि हुँदैन नि। तर पनि हाम्रो देशको माहौल यस्तो छ, देखिहाल्नुभयो नि हिजो 15 गतेको 3 कुनेको माहौल। शान्तिपूर्ण आन्दोलन होइन, मै छक्क परिरहेको छु। मैले देखिरहेको छु कि, म हेर्दै पुरा सबैतिरबाट, चारैतिरबाट आइरहेको छ। उता भक्तपुरबाट आएको छ, अनि उता के अरे कोटेश्वरबाट साधो बाटोतिरबाट आएको छ, अनि यता 3 कुनेबाट सबैतिरबाट के कस्तो राम्रो रे मान्छेहरू आइरहनु भएको छ कि। एकैछिनमा के छेदविच्छेद मान्छे त कता र कता के, केही छैन के कारण। कहाँको घरको छतमाथिबाट चाहिँ
नेपाल पुलिसले के अरे त्यो असुल ग्यास फालेको अरे भनेर। अब फालेको चाहिँ देखिएन, तर असुल ग्यासको चाहिँ धेरै नै आयो के, एकदमै पिरो र एकदमै कडा हुने रहेछ। मैले त कहिले बुझेको थिएन। अनि गुटुङटुङ भाग्यो नि, लड्दै र पढ्दै भाग्यो। आम्मामा, त्यस्तो पनि हुन्छ त? शान्तिपूर्ण आन्दोलन हो नि, कुरा राख्ने हो नि, त्यो त आन्दोलन गर्ने हो त। शान्तिपूर्ण आन्दोलन हुनुपर्ने, एकैछिनमा के भयो के भयो। अनि त्यत्रो त विध्वंस, ती घरहरू, ती भाटबटे त्यस्तो क्षत विक्षत हुँदाखेरि त्यो भोलि बिहोर्ने कसले? सरकारले। अनि सरकारका के, सरकारको पैसा चाहिँ कसको पैसा? यिनै जनताको कर तिरेको पैसा होइन? आम्मामा, यिनै जनताको मेहनतको पसिनाको पैसा होइन? लडाइँ झगडा नगर्ने, शान्तिपूर्ण आन्दोलन गर्ने, शान्तिपूर्ण कसरी अघि बढ्ने भनेर सोच्ने, तछाड मछाड तछाड, त्यस्तो पनि हो त? आम्मामा, म त छक्कै परेँ कि। मलाई केही कुरा बोल्न चाहिँ मन लागेको। हत्तेरिका, नामै राजनीति के। राजनीति भनेको त बुझेरै नबुझ्ने पो हुँदो रहेछ। हेर, ती आमाहरू र ती आमाका काखहरू, अलिकति पनि माया छैन यहाँका ठुला बडालाई? कठैभरि मेरो देश भन्न पनि दुःखै लाग्ने। त्यहाँ गएर त्यो पत्रकार जलेको कस्तो हृदय विदारक, त्यो गोली लाग्नु, गोली लागेर मर्नु। त्यो आमाका सन्तान, युवाहरूलाई पनि देख्न नहुने, अनि अलिअलि भएका युवा विदेश गएर दुःख गरेका छन्। अब यस्तो आन्दोलन छ, यहाँ रोकेर राख्ने त कसले राख्ने? छैन सम्भव, कसै गरे छैन। को आउँदा ठिक होला त्यो पनि थाहा होइन। मलाई चाहिँ लास्ट टाइम ठिक लाग्छ बालेन। बालेन त न घुस खाने, न केही गरे, न कसै आनन्द। आहा, जय बालेन, जय देश, जय नेपाल भन्नु जस्तो। के गर्नु, भनेर नहुने। यो राजनीतिको पाटो कहाँभित्र छिरेको छ पत्तै नपाइने। ल, हस् त, फेरि भेटौँला। मेरा मनका कुरा यसो जानी नजानी राखे हो, किनभने आँखाले देखेको भएर है। म चाहिँ नजिकै कि परेँ, हिजोको 3 कुनेको दृश्यले गर्दाखेरि।